फटा पापी दुराचारी जे पायो त्यही बोल्ने कस्तो मान्छे हुन्छ भने जन्मकुण्डलीमा चाहिँ सूर्य र मङ्गल एकै ठाउँ भयो भने त्यस्तो व्यक्तिको विश्वास नगर्नु भन्छ ज्योतिषशास्त्रले। त्यस्तो व्यक्तिलाई यदि सूर्य र मङ्गलको योग छ भने झुठो बोल्ने व्यक्ति भनेर जान्नु भन्छ। त्यो व्यक्तिलाई मूर्ख पनि भन्नु भन्छ, हिंसक पनि भन्नु, त्यसको भर नगर्नु अरे क्या। तेजस्वी र पापी होला भनेर भनिएको छ। के भनिएको छ भने मिथ्यावादी च मूर्खश्च वदनिष्ठो बलि नरः तेजस्वी पापचित्तश्च सूर्य भौम समागमे भनेर ज्योतिषशास्त्रले भनेको छ। सूर्य र मङ्गल एउटै कोठामा भयो भने यो असाध्य अशुभ मानिन्छ। तपाईहरुको पनि त्यस्तो छ भने त्यस्तो योगलाई शान्ति गर्नुपर्छ है। यदि शान्ति गरेन भने तपाईको जीवनमा कहिल्यै पनि त्यसले नकारात्मक ऊर्जाहरू फैलाइदिएर तपाईको बदनाम गराउने, अनिष्ट हुने पनि हुन्छ। यसरी बुझ्नु होला।